यहाँलाई मनको आवाज कार्यक्रममा स्वागत छ। आज मलाई फर्स्ट टाइम मेरो साथीले यो स्टोरी दिनुभएको फर्स्ट टाइम म एकदमै धेरै खुसी छु। लाइक स्टोरीमा के छ भनेर म तपाईहरुलाई थोरै टपिक बताउन चाहन्छु है त। यो चाहिँ एउटा फ्रेन्डशिप स्टोरी हो जुनमा चाहिँ मेरो साथी काजल र मेरो साथीको साथी युवराजको उहाँहरू दुवैजनाले नै पहिलोचोटि भेट्नु भएको अरे, एक आपसलाई पहिलोचोटि देख्नु भएको अरे। आउनुहोस् सुरु गरौँ है त। म चाहिँ यो स्टोरीको लागि थोरै काजल भनिदिन्छु। तपाईहरुलाई यो स्टोरी कस्तो लाग्छ पक्कै कमेन्ट गर्न पनि नभुल्नु होला है त। ओके, म चाहिँ अब स्टोरीको काजल भनेर बोल्छु है त। दिउँसोको ठ्याक्कै 1:51 जस्तो भएको थियो। युवराज ट्याक्क आइपुगेको थियो। मैले उसलाई बाहिरबाट भए पनि मैले उसलाई देखि बित्तिकै चिनिहालेँ। मलाई बिहानै मनमा कल्पना भइसकेको थियो कि ऊ काठमाडौँ आउँदैछ भनेर। युवराजको घर चाहिँ पूर्वतिर पर्छ। मैले बिहानै कल्पना गरिसकेको थिएँ कि युवराज काठमाडौँ आउँदैछ होला भनेर, तर प्रुफ देखाउने त्यस्तो मसँग केही पनि थिएन। उसलाई मैले देखे बित्तिकै चिनिहालेँ। मनको आवाज मनसम्म पुग्नलाई कति नै टाइम लाग्छ र। उसले ढोका नक गर्न थाल्यो। मैले केही बेरसम्म उसलाई निहालेरै बसेँ। मलाई मन थियो उसलाई एकैचोटि गएर गाम्रङ गुम्रङ हक गरिदिउँ, तर मेरो दिमाग सिसी क्यामेरामा गइहाल्यो। मैले यताउता हेरेँ, सबैजना हुनुहुन्थ्यो। त्यहाँ प्रस्तुति बेग्लै थियो। मैले उसलाई हक गर्न सकेको थिएन। र युवराजले ढोका नक गरेपछि काजलले ढोका खोलिदिनु भएछ। मैले ढोका खोलेँ, उसलाई भित्र ल्याएँ। उसले मात्र एउटा साथीको नाम लिइरहेको थियो। मैले के भने उसलाई हत्त नभत्त सोफामा राखेर यहाँ बसिराख्नु है, म पानी लिएर आइहाल्छु। म पानी लिनेतर्फ गएँ। मैले मेरो खुसी कसैलाई बाँड्न सकेकी थिएन। जताततै सिसी क्यामेरा, जताततै अफिसको मान्छेहरू, उसलाई नचिन्ने मतलब युवराजलाई नचिन्ने त्यहाँ कोही पनि थिएन। युवराजलाई पनि मसँग बोल्न अति नै मन रहेछ, तर त्यहाँको वातावरण देखेर ऊ मसँग त्यति धेरै घुलमिल भएन। अब यो स्टोरीलाई लम्ब्याएर बस्यो भने त धेरै लामो हुन्छ, त्यही भएर अझै छोटकटीमा भन्छु है त। त्यहाँबाट खाजा खाने समय भयो। युवराज यताउता गर्दा गर्दै टाइम गएको थाहै पाएन। मलाई मात्र होइन, उसलाई त झन् मसँग अति नै धेरै बोल्न मन लागेको रहेछ। जब खाजासाजा खाइसकेपछि युवराज र काजलको छुट्ने समय आयो, तब युवराजले फर्केर एकचोटि पनि बाई गर्न सकेको थिएन, किनकि त्यहाँ प्रस्तुति नै बेग्लै थियो। तर काजल भने युवराजको बाई भन्ने शब्द पर्खिरहेको थियो। ढोकाबाट उसलाई बाहिर हेरिरहेको थियो। उसले बाई पनि नभनेर गएको देखेर काजल निकै नै दुखी भयो। काजलले सोच्यो, अब यो मान्छेले मलाई बोल्दैन होला, अब यो मान्छेले मलाई भेट्दैन होला। काजलले निराश मन गरे, चिसो मन बनाई ऊ आफ्नो कामतिर लागेछ। यहाँ भएको के व्यक्तिहरूले उसलाई सोधेछ के भयो। उसले मम्मी खुवाउने मतलब औसीमा जान नपाएकोले मलाई अलिकति चित्त दुखेको छ भन्ने प्रश्न दिन थाल्यो। र घन्टौपछि फेरि युवराजको एउटा म्यासेज आउँछ, मतलब कल आउँछ। र युवराजले भन्छ, काजल मलाई भेट्नको लागि तिमी तिनकुने आऊ है। तिनकुनेमा बसेर यसो तिमीले खुवाएको चिया खान मन छ। काजल त्यो सुने बित्तिकै एकदमै खुसी हुन्छ। र काजलले अब के गर्छ त भन्दा कति बेला 6 बज्छ र म यहाँबाट निस्किन पाउँछु भन्ने सोचे। उसले नभन्दै 6 बज्न थाल्छ। उसले हतार सबै डेटाहरू कलेक्ट गर्छ। अफिसको काम सकाएर ऊ हतार निस्किन्छ र ऊ तिनकुनेमा गएर कुट्छ। काजल त्यहाँ पुग्दा युवराज भने आइपुगेको हुँदैन। त्यहाँ धेरै बाटोहरू हुन्छन् र हरेक बाटोमा युवराज आउने खुसीमा पर्खिरहेकी हुन्छ। यताउता हेरिरहेको हुन्छ। नभन्दै केही छिनपछि युवराज ठ्याक्कै आइपुग्छ र उनीहरू दुवै
अब चिया स्थानतर्फ लाग्छ। अब चिया खानको लागि पसल खोज्न थाल्छ। 1-2 स्टेप तल गएपछि उनीहरूले एउटा स्पेसल खाजा घर भेट्छ। त्यहाँ चाहिँ रुम वाइज रुम थियो जहाँ कि कपल्सहरू बस्ने। अनि काजल चाहिँ त्यस्तो ठाउँहरूमा चाहिँ पहिलोचोटि पुगिरहेको थियो। ऊ धेरै नै नर्भस थियो र उसको साथी युवराजले बोलेको शब्दहरूले काजल अत्यन्तै खुसी भइरहेको थियो, किनकि युवराजको आवाज सानो र मिठो। युवराजले के लाएर आएको थियो मैले सबै याद गरेको थिएँ। व्हाइट सर्ट, हल्का ब्लू प्यान्ट जिन्समा र हातमा ब्रेसलेट र व्हाइट जुत्ता। ऊ अत्यन्तै सुन्दर देखिरहेको थियो। उसको मुस्कानको त कुरै नगरौँ। अब आयो पालो चियाको। उनीहरूको चियासँगै घन्टौँ गफका बित्यो। खाजासँगै पनि त्यही। अब उनीहरू त्यहाँबाट निस्केर धेरै गफगाफपछि उनीहरू एयरपोर्टतिर लाग्छ। विमानस्थलतर्फ पुगेपछि त्यहाँ युवराजले एउटा रुममा बसिरहेको हुन्छ युवराज, र त्यहाँ दुवैजना जान्छ। युवराज आफू बसेको रुमतिर लान्छ। युवराज अघि र काजल पछि हुँदै उनीहरू रुमसम्म पुग्छन् र काजलले एउटा इच्छा राखेको हुन्थ्यो कि युवराजले उसलाई हक गरोस् र उसले पनि आफ्ना सारा खुसीहरू युवराजलाई बाँड्न सकौँ। त्यहाँहरूले देख्ला र के होला भन्ने केही कुरा थिएन। त्यही भएर उनीहरू दुवैजना एक आपसमा अत्यन्तै खुसी हुन्छन्। खुसी बाँड्दा उनीहरूले समयको पनि ख्याल गर्छन्। युवराजले घरिघरि भनिरहेको हुन्छ कि समय त नगइदिनु हुन्थ्यो नि है, आजको दिनको लागि त समय पनि रोकियो हुन्थ्यो नि है भनी गफै गफमा युवराजले त्यो गफ पनि फुत्काउँछन्। र त्यहाँबाट हतार उनीहरू फेरि पशुपतितिर लाग्छन्। पशुपतिको यात्रा हल्का कठिनाइ थियो किनकि हिँडेर जानुपर्ने थियो र युवराजले चाहिँ काजललाई घरिघरि सोधिरहेको थियो, खुट्टा दुख्यो होला है, दुःख दिए है। तर काजल खुसीले गर्दाखेरि त्यो दुखाइहरू केही याद गरेकी थिएनन्। उनीहरू दुवैजना घुम्छन् र घुमिसकेपछि उनीहरू दुवैजना आपसमा एकदमै खुसी हुन्। काजल रातिको समय, त्यो पनि अन्जानै व्यक्ति भनौँ, उसले त्योभन्दा पहिले युवराजलाई कहिले देखेको थिएन। उसले पहिलोचोटि उसले अगाडिबाट देखेको थियो र उनीहरू त्यहाँ घुमघाम सकिएपछि फेरि घर फर्किन्छन्। घर फर्किने क्रममा उनीहरू दुवैजनाले आफ्नो मनलाई कहाँ छोडे जस्तो फिल गर्छन् र खिन्न मन बनाएर दुवै त्यहाँबाट आफ्नो स्थानतर्फ लाग्छन्। र यो स्टोरी यही इन्ड हुन्छ। अब यहाँबाट पछिको चाहिँ मलाई मेरो साथीले लेख्नु भएको छैन। आएपछि मैले पक्कै पनि राख्नेछु। यो कस्तो लाग्छ कमेन्ट गर्नु होला है त।